कल्पनाको होइन ईश्वर, भावनाको होइन ईश्वर, कल्पनाको होइन ईश्वर, भावनाको होइन ईश्वर, कसैको कल्पनाको होइन शाश्वत शान्ति हो हाम्रो ईश्वर, कसैको कल्पनाको होइन शाश्वत शान्ति हो हाम्रो ईश्वर। आफ्नो सन्तानको खुसी भने धेरै ठुलो हुँदो रहेछ। म 1 महिनासम्म गीत गाउँदै हिँड्दा पनि मेरो गला सुकेको मलाई कहिले पनि रेकर्ड थिएन। म हिजो हाम्रो काजी पोखरी शाखाका लिडर भानु सरको छोरा अरमान गुरुङ नेपाल सिङ्गिङ स्टारमा चाहिँ उहाँले पार्टिसिपेट लिनुभएको थियो। हिजो फाइनल थियो। सर हजुर जसरी पनि उपस्थित हुनुपर्छ है भन्नुभयो। मलाई असाध्यै खुसी लाग्यो। मलाई नबोलाए पनि म जानेवालामा थिएँ आफ्नो सन्तानको खुसीको लागि। म त्यहाँ पुगेपछि म कति कराइछु भन्ने कुरा घाँटीले अहिले मलाई बताइरहेको छ क्या। त्यति कराइछु म, अरमानले जित्नुपर्छ, अरमानले पाउनुपर्छ, अरमान भने 1 महिनासम्म गीत गाएर, 1 महिनासम्म भजन गाएर, 1 महिनासम्म परमेश्वरको काम गरेर नथाकेको गला हिजो थाक्न पुगेको छ। म कति कराइछु आफ्नो सन्तानको खुसीको लागि। एकचोटि कल्पना गर्नुहोस् त, हाम्रो पिताले जसरी मैले हिजो अरमानले यो पुरस्कार यो मेडल जित्नुपर्छ भनेर कराएँ, हाम्रो परमेश्वर भन्नुहुन्छ म त्यस्तै स्वर्गको मेडल दिनको लागि तयार छु। सर्वशक्तिमान प्रतिमा परमेश्वरलाई नमस्कार गर्न चाहन्छु। ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर तपाईँको विश्वासले तपाईँलाई निको पार्यो र तपाईँले ईश्वर हिजोको दिनमा ईश्वर अन्तै खोज्नुहुन्थ्यो, खुट्टामा खोज्नुहुन्थ्यो, खुट्टामा खोज्नुहुन्थ्यो। आजको ईश्वर आफ्नो हृदयमा खोज्नु भएको छ। तपाईँले असाध्यै सौभाग्यशाली हुनुहुन्छ। तपाईँप्रति म प्रकाशित गरेको तर्फबाट यसै शाखाका हाम्रो प्रमुख प्रमिला म्याम, मलाई थाहा छ म सधैँ निर्दोषपनाले यस्तो समस्याहरू जहिले नै आउँछ। म ईश्वर वनमा हुनुहुन्न है, मनमा हुनुहुन्छ भनेर म मेरा सन्तानहरू कोही पनि अलमलमा नपरुन्, मैले सत्य कुरा बताइदिनुपर्छ। मैले शाश्वत सत्य परमेश्वर वनमा हुनुहुन्न मनमा भन्न छोड्नुहुन्न भनेर म आएको थिएँ। तर त्यहाँ माहौल अर्कै नै खडा गरिएको थियो। त्यो माहौलबाट उहाँ पनि टाढा हुन सक्नुहुन्थ्यो। तर नै शाश्वत सत्य परमेश्वर मेरो हृदयमा हुनुहुन्छ। मलाई ईश्वर चिनाउने परमेश्वर, मलाई परमेश्वर भन्न जान्ने, मैले सच्चाइ केन्द्र नेपालबाट हो, म संसार छोड्न सक्छु तर सच्चाइ केन्द्र नेपाल छोड्न सक्दिनँ भन्नुभयो। आज जित्नुपर्ने भयो। सर्वशक्तिमान प्रतिमा परमेश्वरलाई म मसिनो प्रभु गर्छु। तपाईँहरूलाई धेरै अफरहरू आउन सक्छन्, धेरै। अब त तपाईँहरू हिजो पो तपाईँहरू एउटा कुनामा आइएर आछु भनेर बोल्न नसकेर तपाईँ चुलो र चौकामा मात्र सीमित भएर बस्नुभएको थियो। आज त तपाईँ कमसेकम समाजमा गएर समाजको अगाडि माइक समातेर टाठो भएर अरू मानिसभन्दा पनि तपाईँ परमेश्वरको सन्तान एकदम ह्यापका साथ बोल्न सक्नुहुन्छ। अब नजर तपाईँमा धेरै लाग्न सक्छ। तपाईलाई ललाउने अनि तपाईलाई फटाउने, तपाईलाई प्रभावमा पार्ने र तपाईलाई दबावमा पार्नेहरू धेरै आउन सक्छन्। तपाईलाई परमेश्वरबाट तर्काउने, परमेश्वरबाट फर्काउनेहरू, त परमेश्वरबाट टाढा राख्नेहरू पनि धेरै आउन सक्छन्। तर त्यो समयमा होसियार रहनुहोस्, सचेत रहनुहोस्, जागा रहनुहोस्। सर्वशक्तिमान परमपिता परमेश्वरलाई नमस्कार गर्नु। म घुम्दै एक ठाउँमा पुगेको थिएँ। मलाई एकजना
एउटा वस्तुले मलाई एउटा कुरा सोध्यो। सोधिसकेपछि मैले त्यो जवाफ दिनै सकिनँ। मेरा त धेरै जनहरू छन्, मेरा त धेरै लिडरहरू छन्, अनि मेरा त धेरै प्रमुख शाखा उपप्रमुख अनि जनहरू हुनुहुन्छ। म उहाँसँग सोधेर तपाईँले त्यसको जवाफ दिन्छु है भनेर म फर्केर आएको छु। त्यसको जवाफ मैले बुझिनँ र मैले तल 4 जनासँगबाट मैले लिनेछु। पक्कै पनि तपाईँले कस्तो पक्कै सही जवाफ दिनुहुन्छ भन्ने मैले विश्वास पनि लिएको छु। यो माइक्रोफोन तल दिन पनि हार्दिक अनुरोध गर्दछु सर्वशक्तिमान परम 4 जना है, जो कोही पनि उठ्न सक्नुहुन्छ। त्यहीँ रहेछ, सरसङ्गी रहेछ। ल ईश्वरलाई धन्यवाद। मलाई सोधेको कुरा म भन्नेछु, त्यसपछि हजुरले उठेर भन्न सक्नुहुन्छ। म घुम्दै एउटा तालको नजिक पुगेको थिएँ। सुन्नु होला है, सुनेर मात्रै यसको जवाफ दिनु होला। तालको नजिक पुगेपछि एउटा माछो खुत्रुक उफ्रिँदै मेरो छेउ आइपुग्यो। मलाई कता डर पनि लाग्यो, यो माछो मेरो छेउ किन आयो। अनि त्यो माछाले भन्यो, एकछिन पर्नुहोस्, म तपाईँसँग केही कुरा सोध्नु छ सर हजुर, मलाई केही जवाफ दिनुहोस् भन्नुभयो। मैले त्यतिखेर जवाफ दिन सकिनँ। त्यो जवाफ तपाईँहरूसँग माग्न आउँदैछु। मैले नबुझेको त बोल्न पनि मन लागेन। अनि त्यो माछाले भन्यो मलाई, एकैछिन पर्नुहोस्, म त फेरि पानीमा फर्किनुपर्छ। मेरो जन्म पनि यही पानीमा हुन्छ र मृत्यु पनि मेरो यही पानीमा हुन्छ। कतिले बल्छी थापेर मलाई मेरो अकालमै मृत्यु गराइदिन्छन्, कतिले मलाई विष हालेर मारिदिन्छन्, कसैले मलाई रातभरि ढुकेर मारिदिन्छन्। तर मेरो जन्म र मृत्यु नै यही पानीमा भयो। जबसम्म पानीमा बसेँ तबसम्म म पिरमा छु। तर मलाई एउटै चिन्ता भयो, मलाई एउटै पिर छ। म जहिले पानी बसेँ तब म एकदमै प्यासी छु हजुर। लौ न यसको यो मैले प्यास के बुझाउने होला भन्नु मलाई सोध्नुभयो। अनि म अचम्म लाग्यो, तपाईँ पानीमा बस्नुभएको छ, प्यास मलाई सोध्नु भएको छ भनेर सोधेँ, बुझेँ मैले। त्यसपछि यसको जवाफ म केही पछि दिन्छु है, अहिले त मसँग केही पनि जवाफ छैन। अनि मैले त्यो छुट्याउनै सकिनँ। त्यो दोष त्यो पानीको थियो होला कि त्यो माछाको थियो होला। प्लिज 4 जनाले उठेर भनिदिनु न प्लिज। 4 जना जो कोही पनि उठ्यो, हाम्रो प्रमुख उपप्रमुख लिडरहरू पनि बस्नुभएको छ, त्यहाँबाट पनि भन्न सक्नुहुन्छ, जनहरूबाट पनि भन्न सक्नुहुन्छ। त्यो दोष त्यो पानीको हो कि त्यो माछोको हो, मैले पत्तै पाइनँ हजुर। प्लिज त्यो 4 जनाले चाहिँ भन्न सक्नुहुन्छ। त्यो प्यासी रहनुमा, त्यो तिर्खाएर बस्नुमा त्यो दोष माछाको थियो होला कि पानीको थियो होला हजुर। प्लिज उठ्नु होला, हिम्मत चाहिन्छ, हिम्मत जुटाउनुहोस्, हिम्मत चाहिन्छ प्लिज। ईश्वरलाई करोड, एकजना उठ्न गाह्रो। ईश्वरलाई धन्यवाद। ल यता दिइहाल्नुहोस् माइक। ईश्वरलाई करोड धन्यवाद। 3 जना तयार हुनुहोस् है। अब सर्वशक्तिमान महान अनुकारी परम धन्य पिता परमेश्वर हजुरलाई अनगिन्तीको धन्यवाद गर्छु म यसको नाउँमा। त्यसै गरी ईश्वर आत्मामा हुनुहुन्छ, ढुङ्गा मुढामा हुनुहुन्न भनेर चिनाउनु हुने हाम्रो विश्वकै अग्रज अगुवा हाम्रो आदरणीय प्रकाशदीप गैरे सर हजुर र सुशीला कटेल गैरे म्याम हजुरको समस्त परिवारलाई टाढाबाट भन्थ्यौँ भने नजिकबाट नम्र ढोक व्यक्त गर्न चाहन्छु। त्यसै गरी सानागाउँ सिद्धिपुर शाखामा सत्यताको बिउ छर्नुहुने मेरो आत्माको आमा बुवा सम्झना श्रेष्ठ म्याम हजुर र समीर श्रेष्ठ सर हजुरको समस्त परिवारलाई नम्र व्यक्त गर्न चाहन्छु। ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु म सिएससीको नाममा। आज सम्पूर्ण लिडर सर म्यामज्यूहरू, शाखा प्रमुख शाखा उपप्रमुख सर हजुरहरूमा पनि नम्र ढोक व्यक्त गर्न चाहन्छु। सर हजुरले गर्नुभएको क्वेसनको म जवाफ दिनेछु। त्यो माछा पानीमा बसेर पनि प्यास मेटाउन सकेको छैन भने त्यो माछाको दोष हुन्छ, किनभने हामी पनि ईश्वरको राज्यमा आएर वचन खेलाएर वचनमा डुब्न सकेका छैनौँ भने त्यो हाम्रो दोष हुनेछ। ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु म यसको नाउँमा। ईश्वरलाई करोड धन्यवाद दिन चाहन्छु। अब 3 जना हुनुहुन्छ, प्लिज जो कोही पनि उठ्न सक्नुहुन्छ प्लिज। ओके हेलो, ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु म सिएससीको नाममा। ईश्वर आत्मामा हुनुहुन्छ,
हाम्रै आत्मामा हुनुहुन्छ वनमा होइन भनेर सम्पूर्णलाई चिनाउनु नै हाम्रो विश्वकै अग्रज प्रकाश र सोसियल म्यामको फुल फ्यामिली म सिज गरेर सम्मान गर्न चाहन्छु। त्यसै गरी होइन म लट्रेको बेलामा मलाई उठाउनु नै मेरो पार्वती सर र बद्री सरको होल फ्यामिलीलाई पनि म सिज गरेर सम्मान गर्न चाहन्छु। र मलाई शुभको समाचार सुनाउनु भए मेरो अग्रज ज्योति म्यामहरू र मेरो शाखाको सम्पूर्ण लिडर सर म्याम हजुरलाई पनि म सिज गरेर सम्मान गर्न चाहन्छु। र सम्पूर्ण यस निकायका राजक सरहरू, म्युजिक टिम सरहरू र सुरक्षा निकायका सर हजुर र सम्पूर्ण अग्रज अगुवाहरू र सम्पूर्ण लिडरहरू आज लिडर शिक्षाको दिन आउनुहुने सम्पूर्णलाई म सिर झुकाएर उच्च सम्मान गर्न चाहन्छु। र सरले सोधेको क्वेसनको उत्तर मलाई पहिल्यै आइसकेको थियो, सरले मलाई दिनु भएन र मैले मागेँ। ईश्वरलाई निम्ति धन्यवाद गर्छु म यसको नाममा, किनभने पानी वरिपरि छ। पानी वरिपरि हुँदाखेरि पनि पानीलाई चिन्न प्यास बुझाउन नसक्नु माछाको दोष हो। त हामी सबैजना लिडर र अगुवा छौँ, हामी सबै परमेश्वरको सन्तान भएर पनि परमेश्वरलाई चिन्न नसक्नु, मैले गवाई पाएन, मैले वचन पाएन भनेर घमण्ड के अरे हामीले सबै ईश्वरलाई दोष दिइराख्नु हाम्रो नै कमजोरी हो। त ईश्वरको पासमा भएर पनि ईश्वरलाई चिन्न नसक्नु र कसैले गवाई पाएर पनि होइन आफ्नो घमण्डले हामीलाई सरले मलाई सधैँभरि एउटा कुरा भनिराख्ने मलाई एकदम कानमा गुन्जिन्छ। खानामा विष हाल्ने भन्दा पनि कानमा विष हाल्ने एकदमै डेन्जर हुन्छ भन्छन्। त हामीले रोगमा च्याप्यो, रोगमा ठला पर्यो भने हामीले ईश्वर ईश्वर भन्छौँ। त जब रोग निको हुन्छ होइन हामीमा अहम र घमण्ड म जस्तो बोल्न सक्ने, म जस्तो गर्न सक्ने, मेरो शाखा जस्तो ठुलो कोही पनि हुँदैन, म जस्तो लिडर मैले ठाउँ खोजेको छु, मैले फलानुलाई सहयोग गरेको छु भनेर अहमता आउनु यो हाम्रो कमी कमजोरी हो। शैतानवाला दोस्रोवाला आत्मा एकदमै चलाक हुन्छ। यसलाई रोगले सतायो भने यो एकदमै रोगमा के अरे ईश्वरमा एकदमै गइदिन्छ। मैले दोस्रो प्रकारबाट चलाउँछु भनेर हामीमा घमण्ड र अहम हालिदिन्छ। त हामी शैतानको जालमा फस्छौँ। यो नै सरले दिएको जवाफ कि सरले भन्नुभएको क्वेसनको जवाफ जस्तो लाग्छ मलाई। ईश्वरलाई अनेक धन्यवाद गर्छु म। पुरुष साथीहरू हाँसिरहँदा छ मुसु प्लिज इच्छा छ भने म त्यसलाई माइक अभाइलेबल गराउनेछु। पुरुष साथीहरू हुनुहुन्छ, यति हुनुहुन्न भने हामी यतिमै जान्छौँ। र पुरुष साथीहरू हुनुहुन्छ भने एकजना हाम्रो चन्द्र सर प्लिज। सर हजुरलाई नै भनेको मैले, हजुरलाई नै भनेको प्लिज। ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु गुरु मसिहको नाममा। जगतकै मालिक भन्न चाहे, विश्वकै मालिक भन्न चाहे, हाम्रा अग्रजका प्रकाश सर हजुर, सुशील म्याम हजुरको समस्त परिवारमा शिर झुकाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु होइन। सर हजुरले यस्तो बोल्ने मौका दिनुभयो, यो क्वेसन सोधेर, यो पनि ईश्वरको योजना थियो। ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु गुरु मसिहको नाममा। सर हजुरको यो क्वेसनले यो त माछाकै गल्ती हो, किनभने हाम्रो ईश्वरले होइन माछाको लागि त सबै कुरा तयार पार्नु भएको छ नि। उहाँलाई खाने बस्ने सबै कुरा त पानीमै हो नि होइन। यति गर्दा पनि उहाँमा त्यो घमण्ड आयो होइन। त्यस्तै हामीमा पनि के हुन्छ भने हरेक कुरा हामीमा ईश्वरले सबै कुरा तयार पार्नु भएको छ। यस्तो उद्धार पाएको छौँ, यसमा पनि हामीले घमण्ड गऱ्यौँ, अहमता गऱ्यौँ। हामीलाई हरेक कुराको नराम्रो सोच, नराम्रो हामीले बुझ्न सक्दैनौँ भने त्यो हाम्रो कमजोरी हो। ईश्वरमा मन दिन सक्दैनौँ भने त्यो हाम्रो कमजोरी हो। यस्तै सर हजुरको यो क्वेसनले होइन यो चाहिँ माछाको नै गल्ती हो, किनभने हरेक कुरा माछाको लागि ईश्वरले तयार पार्नु भएको पानी सबै कुरा, समुद्र सबै कुरा त्यही थियो। यो नै सर हजुरको क्वेसन हो। ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु गुरु मसिहको नाममा। श्याम सर प्लिज। त्यसपछि माइक यता ल्याउनु होला, हामी अगाडि बढ्नेछौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई धन्यवाद दिन्छु म यसो मसीहको नाममा। ईश्वर कुनै चिज वस्तुमा होइन, टुटा महिना चिनाउनु नै हामी सम्पूर्णको अग्रज अगुवा आत्मिक माता पिता प्रकाश हजुर, सुशीला म्याम हजुरमा र समस्त परिवारमा शिर झुकेर उच्च सम्मान साथै ईश्वरको भारी बुढा आशिष र आज यस लिडरसँग सङ्घमा आउनुहुने सम्पूर्ण शाखा अगुवा सर हजुर, म्याम हजुर, जति पनि यस महिमामा पाल्नुहुने लिडर सर हजुर, म्याम हजुरमा शिर झुकाएर उच्च सम्मान साथै ईश्वरको भारी बुढा आशिष। त माछाको लागि त ऊ जन्मने नि त्यही पानीमा, खाने खेल्ने पनि त्यही पानीमा हो होइन। तर यो सच्चाइमा आज हामीले ईश्वरको महिमा गर्दा पनि होइन
तर अघि नै हाम्रो म्याम हजुरले भनेको जस्तै कतिपय ठाउँमा जाँदै गर्दा देख्दै गर्दा त्यो पानी पाउँदा पनि पानीको बाहिर आएर बस्नु त्यो माछाको दोष हो सर हजुर। आज त्यस्तै गरी होइन यो महिमाको निम्ति पनि होइन हामी पनि धेरै प्यासी भएर आएका छौँ भने दोष हामीले एकले अर्कालाई कहिल्यै पनि दोष दिनु हुँदैन। त्यो वास्तवमा दोष चाहिँ पानीमा बसेर पनि पानी खाना भोजन पाइन भन्नु त्यो माछाको नै दोष हो भन्ने लाग्छ मलाई सर हजुर। ईश्वरलाई धन्यवाद। हुन्छ, थ्याङ्क यू सर हजुर। त्यो माइक अगाडि ल्याइदिनु गर्न पनि हार्दिक अनुरोध गर्दछु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिमा करोड धन्यवाद दिन चाहन्छु। गुरु येशू मसीहको नाममा स्टेजमा विराजमान हुनुहुने सम्पूर्णप्रति पनि म प्रकाशदीप गरेको तर्फबाट शिर जुरार उच्च नमन व्यक्त गर्न चाहन्छु। मलाई पनि त्यस्तै लागेको थियो, आवाजहरू उठ्यो, एक माछाको दोष हो कि जस्तो लाग्थ्यो। हो रहेछ किनकि म एक्लै थिएँ, म एकमतमा थिएँ, आज बहुमतमा छु। त्यसैले माछा त्यो दोष पानीको थिएन, त्यो दोष माछाको रहेछ भन्ने कुरा म पनि कन्फिडेन्टका साथ भन्न सक्छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई अझ धेरै परमेश्वरका सन्तानहरू गुनगुनाएर जिउने परमेश्वरका सन्तानहरू पनि भुनभुनाएर जिइरहनु भएको छ। भुनभुनाउन कहिल्यै छोड्नु, मलाई यो पनि भएन, त्यो पनि भएन, तेरो ईश्वरले यो गरेन, त्यो गरेन, यहाँ गरेन, त्यहाँ गरेन, यो गरेन, फेरि मेरो त्यही माछासँग भेट हुन पर्ने, त्यो माछासँग भेट नभयो भने मलाई यो आउने थिएन, त्यो माछाले मैलाई सोध्न पर्ने, म आफैले भित्रभित्रै म एक्लो थिएँ, मैले त्यो डिसिजन दिन सकिनँ। तर आज तपाईँहरूले पनि भन्नुभयो त्यो माछाको दोष हो सर हजुर, त्यो पानीको दोष होइन भन्दै गर्दाखेरि आज हामी परमेश्वरको राज्यमा आएका छौँ। अझै पनि हामी भुनभुनाउन छोडेकै छैन। मलाई परमेश्वरको राज्यबाट मैले प्राप्त गरेँ भने तपाईँले किन प्राप्त गर्नुहुन्न र? हरेक माछाहरू त्यही पानीमा बसेर प्यास मेटिरहेका छन् भने त्यो माछाको प्यास किन मेटिएन? म पानीमा उसले गलत मान्छेको सल्लाह लिन खोज्दै थियो। म पानीमा बस्दिनँ, म पृथ्वीमा बस्ने मान्छे हो। म पानी पिउँछु तर म पानीमा बस्न सक्दिनँ। मसँग सल्लाह लिनु भनेको उसले गलत ट्र्याकमा, ऊ गलत हो। किनकि म पानीमा नबस्ने मान्छेलाई उसले सोध्नु भनेको नै त्यो माछाको दोष हो। मैले पनि बुझेअनुसार मलाई पनि त्यस्तै लाग्यो। त्यसैले कहिलेकाहीँ हाम्रा सोचहरू, हाम्रा विचारहरू परमेश्वरको राज्यमा परमेश्वरलाई चिन्दै नचिनेका मान्छेहरूको सल्लाह लिएर विचार लिएर त्यो सोचमा हामी अगाडि बढिरहेका हुन्छौँ अनि फेरि परमेश्वरबाट टाढा हुन्छौँ अनि परमेश्वरलाई दोष दिइरहेका हुन्छौँ। परमेश्वरले मेरो जिन्दगीमा काम गर्नु भएन, परमेश्वर हुनुहुन्न, मेरो प्यास मेटाउन सक्ने परमेश्वरले, मलाई उद्धार गर्ने परमेश्वरले तपाईँहरू किन गर्नुहुन्न? 100% गर्नुहुन्छ, 100% गर्नुहुन्छ। ममा धैर्य त भएन कि म गुनगुनाएर जिउनु पर्ने थियो, म भुनभुनाएर जिइरहेको छु कि? मेरो परमेश्वरले मलाई सम्पत्तिको मालिक नबनाउनु होला तर सान्त्वना दिने मालिक त बनाउनु भएको छ नि। अरबौँ रुपियाँ मलाई परमेश्वरले सम्पत्तिको नपाइने सान्त्वना मेरो परमेश्वरले मलाई दिनुभएको छ, मेरो परमेश्वरले हामीलाई प्रदान गर्नुभएको छ। त्यसैले कहिले पनि आफ्ना मनहरू, परिस्थिति बिग्रिन सक्छन्, तपाईँको परिस्थिति बिग्रिन सक्छ, हरेक समस्याहरू आउँछन्, हालतहरू खडा हुन सक्छन्, तर परिस्थिति बिग्रिए तापनि आफ्नो मनस्थिति कसैले कहिले पनि नबिगार्नुहुन अनुरोध गर्दछु। सर्वशक्तिमान परमेश्वरले पृथ्वी बनाउनु भयो, सोचेर बनाउनु भएन। बस एउटै वचन भन्नुभयो, पानी र पृथ्वीको भाग अलग अलग भइजा, बस भयो। म जापानबाट सिङ्गापुर आउने क्रममा थिएँ। म जापानबाट सिङ्गापुर आउँदै लामो समय 7 घन्टाको यात्रामा थिएँ। मात्रै समुद्र देखेँ मैले, त्यहाँ जमिन पृथ्वीमै पनि देखिनँ। मैले हेरेँ, निहालेँ, म झ्यालमै बसेँ, मैले निहालिरहेँ। जति पनि म यात्रा गर्दै आएँ म झ्यालमा निहालिरहेको थिएँ। त्यसपछि बिचमा आइसकेपछि मेरा साथीहरूले थाहा पाउनु भयो या भएन, तर मैले थाहा पाएँ प्लेन बेसरी हल्लियो। जब प्लेन हल्लिसक्यो, म जापानबाट सिङ्गापुर आउने क्रममा प्लेन त्यसरी हल्लियो।
अनि मैले त्यो हल्लीको क्रममा मैले हरेकको फेस स्टडी गर्न सुरु गरेँ, फेसलाई रिड गर्न सुरु गरेँ, पढ्न सुरु गरेँ। उहाँहरूले सबैले आफ्नो एक प्रकारको सबैले आफ्नो आस्था राखेकाहरूलाई पुकारिरहनु भएको थियो। मैले मेरो परमेश्वरलाई पुकारिरहेको थिएँ। त्यसपछि मेरो मनमा एउटा कुरा आयो, पिता जसले जुन नामले पुकारे पनि आखिर पुकारेको तपाईँलाई हो पिता, केही हुनु हुँदैन है पिता। सर्वशक्तिमान पिता परमेश्वर तपाईँका स्वर्गीयद्वारा रक्षा सुरक्षा राख्नुहोस् है पिता। कोही काले भने होला, कोही सेती भने होला, कोही गोरे भने होला, कोही निले भने होला, कोही पिले भने होला, तर जसले जसरी पुकारे पनि खोजेका त तपाईँलाई हुन् है पिता। सर्वशक्तिमान सृष्टिकर्ता, यो सृष्टि जगत बनाउनु हुने, यो समुद्र बनाउनु हुने, यो पृथ्वी बनाउनु हुने तपाईँ हो नि पिता। तपाईँले कसैको नि आस्थामा घात गर्नुहुन्न पिता। अटुट रूपमा अगाडि बढ्दै थियो प्लेन। त्यसपछि प्लेन अटोमेटिक आनन्दमा परिणत भयो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई मसिनो प्रयोग गरेर धन्यवाद दिन चाहन्छु। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, आओ मनी र आओ र उद्धार पाओ। उहाँले शर्त राख्नु भएन। सबैभन्दा महान मलाई कहाँनिर लाग्छ भने हाम्रो परमेश्वरले हामीलाई तैँले यसो गरिस् भने म तँलाई आशिष दिन्छु, उन्नति दिन्छु भन्नुभएन। एउटा संसारका मानिसले पनि कुनै पनि प्रतियोगिता तयार गर्नुभएको छ भने यति पैसा दिन्छस् भने म तँलाई फर्स्ट सेकेन्ड थर्डको उपाधि तँलाई दिन्छु भन्नुहुन्छ। तर हाम्रो परमेश्वरले तैँले मलाई पुकारिस् भने त्यो उपाधि तैँले प्राप्त गर्नेछस्। सर्वशक्तिमान परमपिता परमेश्वर, हाम्रो परमेश्वर शाश्वत सत्य हुनुहुन्छ। अब परमेश्वर शैतानीको वाला हातमा तपाईँको घरमा हाँसोको फुवारा छुटेको देख्न चाहँदैन थियो। तपाईँको घरमा दरिद्रता देख्न चाहन्छ। लिडर जन र प्रमुख उपप्रमुखभित्र ऊ त फाटो हाल्न ऊ औघात्र खटिरहेको हुन्छ। तर त्यो समयमा हामीले बुझेनौँ भने, त्यो समयलाई हामीले क्याच गर्न सकेनौँ भने गाडी पनि आफ्नो लाइनभन्दा अर्काको लाइनमा गयो भने निश्चित रूपमा त्यो गाडी एक्सिडेन्ट हुन्छ र ठुलो क्षति हुन पुग्छ। त्यसैले हामीलाई त्यो माछाले, म पृथ्वीमा बस्ने मान्छेलाई आएर प्यास लाग्यो मलाई किन भनेर सोध्नु नै त्यो माछाको दोष थियो नि त हजुर। आज हामी के गरिरहेका छौँ भने परमेश्वरको राज्यमा आएका छौँ अनि परमेश्वरको राज्यमा आएका मानिसलाई नसो परमेश्वर भने जसले घृणा गर्छ उसको सल्लाह मानिरहेका हुन्छौँ हामी, उसको सल्लाह सुनिरहेका हुन्छौँ हामी। जसरी त्यो माछाले मसँग सल्लाह माग्नु र म परमेश्वरको राज्यमा आएर संसारिक मान्छेको सल्लाह मान्नु एउटै हो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिनो प्रयोग गर्न धन्यवाद दिन चाहन्छु गुरु येशू मसीह। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर जातको हुनुहुन्न, धर्मको हुनुहुन्न। आज मानिसहरूले एकचोटि सोच्नुहोस् त, श्रीकृष्ण भन्छौँ हामी, भगवान, हिजो भगवान भन्यौँ, कतिले परमेश्वर पनि भन्नुभयो। कृष्णजी लीला गर्नुहुन्छ भनेर नाच्छौँ। कृष्णजीको पछाडिको थर के थियो कसैलाई पनि थाहा छैन। शिवजी भन्छौँ, शिवजीको पछाडिको थर के हो कसैलाई पनि थाहा छैन। ब्रह्मा भन्छौँ, ब्रह्मा पछाडिको थर के हो कसैलाई पनि थाहा छैन। महेश्वर भन्छौँ, महेश्वर पछाडिको थर कसैलाई पनि थाहा छैन। थर कसले राख्यो र यो परमेश्वरको सन्तानहरूको बिचमा विभेद हाल्नुभयो, यो कसले गर्यो? यो शैतानीवाला आत्माले। जसले निर्णय गर्नुभयो नि उहाँले आफ्नो थर राख्नु भएन, जसले निर्णय नै गर्नु भएन, जसले थाहै पाउनु भएन, अत्तो पत्तो नै पाउनु भएन, उसले चाहिँ के गर्नुभयो? विभेद हाल्न सुरु गर्नुभयो। तँ यो जातको, तँ यो धर्मको, तँ यो कास्टको, तँ यो समुदायको, अनि के गर्यो? मानव बिचमा द्वन्द्व सृजना गर्यो। कसले गर्यो? शैतानीवालाद्वारा काम गर्न सुरु गर्यो। त्यसैले हाम्रो परमेश्वरको न जातको हुनुहुन्छ न धर्मको हुनुहुन्छ। हाम्रो परमेश्वर जसले प्रेम गर्नुहुन्छ उहाँको हुनुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई नमस्कार गर्नुहुन्छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तिमी सचेत र जागर रह मेरा सन्तान, किनकि म तिमीलाई फुटाउनको निमित्त मैले तिमीलाई चुनेको छैन, मैले जुटाउनको निमित्त मैले चुनेको छु। आज हामीलाई धेरै प्रकारका लालछनहरू हामी माथि छौँ। कसैले भन्नुहुन्छ धर्म परिवर्तन गराउँदैछ बिस्तारै बिस्तारै। आज 14 देखि 15 वर्ष भयो, एकजनाले धर्म परिवर्तन गराएको भए आउनुहोस्।
कसैले भन्नुहुन्छ बिस्तारै बिस्तारै यसले हाम्रो समुदाय मास्ने भयो। हामीले समुदाय मासेका छैनौँ, समुदायको जगेर्ना गरेका छौँ, प्रेममा ढालेका छौँ, आशिषमय हुनुपर्छ भनेका छौँ, परमेश्वरमा आस्था राख्नुपर्छ भनेका छौँ, जिउँदो पितामा भरोसा राख्नुपर्छ भनेका छौँ। हाम्रो परमेश्वर जिउँदो हुनुहुन्छ भनेका छौँ, जसलाई खोज्नको लागि पहाड र पर्वत जानु पर्दैन, बस केवल हृदयभित्र खोजी प्राप्त गर्नेछ भनेका छौँ। तपाईँहरू कति भाग्यशाली, कति सौभाग्यशाली। एकचोटि सोच्नुहोस् त आफैले, मान्छे तिनवटा हुन्छ अरे, एउटा भाग्यशाली, एउटा महाभाग्यशाली, एउटा सौभाग्यशाली अनि एउटा दुर्भाग्यशाली। हामी यो चारमा कुन चाहिँ शाली हो त्यो हामीले पहिचान गर्न सक्नुपर्छ। जसले परमेश्वरलाई चिन्नुहुन्छ, जसले परमेश्वरको राज्यमा हिँड्नुहुन्छ, जसले अन्य भाषा गर्नुहुन्छ, जसले परमेश्वरमा आस्था राख्नुहुन्छ, त्यो मान्छे सौभाग्यशाली। जसले परमेश्वरको निन्दा गर्छ, जसले परमेश्वरलाई ठुट्टा र खुट्टामा खुट्छ, त्यो दुर्भाग्यशाली, त्यो दुर्भाग्यशाली। त्यसैले हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरले हामीलाई उपमा दिनुभएको छ कि तिमीहरू सौभाग्यशाली छौ, मेरा सन्तान हौ। म एउटा संसारको ट्रफी लिनलाई, एउटा संसारको उपाधि लिनको लागि त्यति चिच्चाएछु, चिच्चाएको मैले पत्तै पाइनँ। बिहान उठ्दा पो घाँटी सुकिरहेको रहेछ। म संसारमा हुँदा एकछिनको लागि एउटा उपाधि जित्नको लागि मेरो मान्छेले जित्नुपर्छ, मेरो सन्तानले जित्नुपर्छ भनेर म कति कराइछु। एउटा ममा कति जिम्मेवारी रहेछ। हेर्नुहोस् त, हाम्रो परमेश्वरले कति चिच्याउनु भएको छ होला, कति कराउनु भएको छ होला। मेरा सन्तानले उपाधि पाउनुपर्छ, मेरा सन्तानले मलाई चिन्नुपर्छ, मेरा सन्तानले मलाई जान्नुपर्छ, मेरा सन्तानले ममा आस्था राख्नुपर्छ, मेरो सन्तानले आशिषित हुनुपर्छ। हामीले मागेका होइन र अलि भर्खरै म्यामहरू रुनुभयो। हाम्रो सुशीला म्याम पनि साह्रै मन कमलो छ, रोइहाल्नुहुन्छ, रुनुभयो। मलाई पनि कता म पनि कमलै मनको मान्छे हो। फेरि म पनि कता म थामे, फेरि छोरो मान्छे पनि रुँदा रहेछ भन्नु होला भने पिर पनि लाग्यो। हामीले मागेको होइनौँ र पिता, रोग शोक कष्ट दुःखको आँसु नआओस्, आँसु आओस् त खुसीका आँसु आओस् भनेर मागेको होइनौँ र कष्टका आँसुको नआओस् भनेको हो त पिता, दरिद्रताको आँसुको नआओस् भनेको हो त पिता, तर खुसीको आँसु आओस्, भुइँसम्म खस्न नपाओस् भनेर हामीले मागेको होइन र आज हामीले मागेको कुरा पाएका छैनौँ र 17 वर्षसम्म एउटै थला परेर बस्दाखेरि पीडा त्यो शैतानलाई एक दिन पनि मन पलाएन, एक दिन पनि मन पलाएन। जसलाई हामी महँगो धूप सुँगाएर राखेका थियौँ होला, महँगो नैवेद्य चढाएका थियौँ होला, महँगो चिज उसलाई दिएर आफू सस्तो चिजमा तल्लो स्तरमा बसेका थियौँ होला, उसलाई उच्च स्थान बनाएर राखेका थियौँ होला। उसको होइन उसलाई के माया लाग्थ्यो, जसको उसले त माया गर्नु पनि त, उसले त आऊ मनिर आऊ, तिमी रुनु पर्दैन, अब तिमी थला परेर बस्नु पर्दैन मेरा सन्तान, अब तिम्रा आँखाका आँसुहरू अटुट रूपमा कहिले पनि आउने छैनन्, तिम्रा ओठमा मुस्कानहरू मुस्कानका फोहराहरू अटुट रूपमा फुट्नेछन्, आऊ मनिर आऊ भन्नुभयो, च्याप्प गोदमा लिनुभयो। आज मुस्कानको फोहरा छुटेन र खुसी आएन र आनन्द आएन र, किनकि उसको भए पो उसलाई माया लाग्थ्यो, उसको हुँदै होइन उसलाई किन माया लाग्थ्यो। त्यसैले आज हाम्रो पितालाई हामीले प्राप्त गरेका छौँ, हाम्रो परमेश्वरलाई प्राप्त गरेका छौँ। हाम्रो परमेश्वर वनमा हुनुहुन्न, हाम्रो परमेश्वर मनमा हुनुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई नमस्कार। त्यो भोग्नेलाई एकचोटि कल्पना गर्नुहोस् त, एक रात निद्रा बिग्रियो भने, कहिलेकाहीँ एक रात ठाउँ अप्ठ्यारो भएर सुत्न गाह्रो भने कयौँ रात अप्ठ्यारो फिल हुन्छ। 17 वर्षसम्म पुजिएर बस्दा, 17 वर्षसम्म पीडामा बस्दा एक दिन मन पलाएन, यसलाई छोड्नुपर्छ। अब मैले अति गरेँ, अत्याचार गरेँ, मलाई यसको आँसु लाग्छ, यसले मलाई पाप लाग्छ भनेर एक दिन छोडेन। जति हुन्छ गाली राख्यो, जति हुन्छ उसले पुँजो बनाइराख्यो, जति उसले पीडामा राख्यो, तर त्यो देख्न सक्नु भएन, त्यो सहन सक्नु भएन। सर्वशक्तिमान परमपिता परमेश्वरले गोदमा लिनुभयो। आज ईश्वर हुनुहुन्छ भन्दै साना गाउँमा परमेश्वरको महिमा गरेर हिँड्नुभएको छ।
त्यसैले सर्वशक्तिमान, त्यसैले हाम्रो परमेश्वर ख्यालको हुनुहुन्न। आज संसारमा मानिसहरू ईश्वर खोज्न कहाँ कहाँ जानुहुन्छ, कोही वनमा जानुहुन्छ, कोही कता जानुहुन्छ, कोही डाँडामा जानुहुन्छ, कोही, तर तपाईँहरू ईश्वरको पवित्र वचन खोज्न र परमेश्वरको वचन सुन्नको लागि परमेश्वरको पवित्र मन्दिरमा आउनुभएको छ। तपाईँहरू सौभाग्यशाली भयो। एक दिन त भोको बस भन्नु भएन हाम्रो सन्तानले। मैले मेरो छोराछोरीलाई, मैले मेरो सन्तानलाई तैँले नखा भोको बस भन्न सक्छु, मैले मेरो सन्तानलाई त नाङ्गै भई भन्न सक्छु, मेरो सन्तानलाई मैले त चिसोमा बस भन्न सक्छु, मेरो सन्तानलाई म अप्ठ्यारो दिन सक्छु, मेरो सन्तानलाई म अप्ठ्यारो पार्न सक्छु। म अप्ठ्यारो पारेर कसैलाई थाहा छैन, याद छैन। तपाईँले बच्चालाई गाडीमा लिएर हिँड्नु भएको छैन। मैले धेरैचोटि बच्चालाई म गाडीमा लिएर हिँडेको छु। मैले मात्रै गरेको छु कि तपाईँले गर्नुभएको छ, याद गर्नु होला एकचोटि। मैले गाडीमा बच्चा बोकेँ भने, मैले मेरो सन्तानलाई बोकेँ भने मैले हातले चपक्क कभर गरेर मेरो छोरीको टाउको यो सिसामा नि नठोकियोस्, मेरो छोरीको खुट्टा यतातिर पनि नठोकियोस् भनेर मैले कसरी कम्फर्टेबल हुन्छ त्यसरी बनाएर राखेर हिँडिरहेको छु। त्यो गाडीमा मेरो छोरीलाई म अप्ठ्यारो पर्न दिन्न। म संसारको पिता हुँ, मलाई उसले बाबा भनेर भन्छ। मैले एकचोटि पनि उसलाई त्यो गाडीमा जहाँसम्म पुग्छु नि तबसम्म मेरो छोरीलाई मैले के गर्छु, सेफ बनाएर राखेको हुन्छु। मैले मात्रै गर्छु कि हरेकले गर्नुहुन्छ? हात उठाउनुहोस् त, कसले गर्नुहुन्छ? ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। नमस्ते ईश्वरको नाममा। यसलाई ठोकियोस्, यसलाई दुख होस्, चोट लागोस्, यसलाई अप्ठ्यारो होस्, यसको खुट्टा नि भाँचियोस् भनेर हामी छोड्दैनौँ। त्यो बच्चालाई कसरी सहज हुन्छ त्यसरी हामी राख्छौँ। छिडीको पिताले त त्यति धेरै सोच्नुहुन्छ भने हाम्रो त अनन्तको पिता कति सोच्नु भएको होला। एकचोटि कल्पना गर्नुहोस् त, एकचोटि कल्पना मात्रै गर्नुहोस् त, एकचोटि कल्पना मात्रै गर्नुहोस् त। त्यसैले अब फेरि पनि यो आउन सक्छ, यो विचारहरू शैतानिक आत्माले हाल्छ। सच्चाइ केन्द्र नेपाल भनेको के हो र? हामी यस्तो पनि गर्न सक्छौँ, उस्तो पनि गर्न सक्छौँ, हामीबाट यो हुन सक्छ, त्यो हुन सक्छ। ईश्वर भनेको को हो र? अब त हामीले ईश्वर चिन्यौँ, अब त हामीले जान्यौँ। यो आउन सक्छ, नआउन भन्न म सक्दिनँ, किनकि शैतानले जुटाएर भन्दा फुटाएर खुसी हुनेवाला शैतान बाहिर ढोकामा कुरेर बसेको हुन्छ। त्यसैले सचेत रहनुहोस्, जागा रहनुहोस्। सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, जसले प्रेम गर्न जानेका छन् त्यसलाई मैले प्रेम गर्न जानेको छु। जसले अप्ठ्यारो र दुःखमा परेकालाई दिन जानेको छ त्यसलाई मैले दिन जानेको छु। नपत्या एकचोटि प्र्याक्टिकल गरेर हेर। सर्वशक्तिमान परमपिता परमेश्वरलाई यो के हो भनिदिनुहोस् त एकचोटि, अलिक चर्को स्वरमा होइन नि। खास यो हाम्रो इङ्ग्लिसमा हामी सबैले मोबाइल भन्छौँ, तर मोबाइल होइन नि यो भन्ने सुन्ने यन्त्र, भन्ने अनि सुन्ने यन्त्र। यसलाई भन्ने सुन्ने यन्त्र भनिदिएको आज हामीले यसलाई भन्ने सुन्ने यन्त्रै भन्थ्यौँ हामीले। यसलाई के भनिदिनु? मोबाइल भनिदिनु। आज मोबाइल 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 भन्ने सुन्ने यन्त्र भन्दा हुनसक्छ हो। हामीलाई हिजो ईश्वर तस्बिरमा देखाइदिनु भयो, हाम्रो त्यही ईश्वर भनेको थियो। हृदयमा ईश्वर कसैले देखाइदिनु भएको थिएन। आज हामीले तपाईँको हृदयमा ईश्वर छ भन्दा अनौठो लाग्न सक्छ, तर रियल कुरा तपाईँको हृदयमा ईश्वर हुनुहुन्छ। अनौठो नमान्नुहोस्, अनौठो नमान्नुहोस्। सर्वशक्तिमान परमपिता परमेश्वरलाई नमस्कार। 7 दिनसम्म काम गर्नुभयो, 6औँ दिनसम्म काम गर्नुभयो र 7औँ दिनलाई उहाँले विश्रामको दिन लिनुभयो र के गर्नुभयो? मेरो महिमाको निमित्त, मेरो विश्रामको दिन, मेरो महिमाको दिन बिटुलो नपार है मेरा सन्तान भनेर शनिबारको दिन हामीलाई परमेश्वरले विश्रामको दिन दिनुभयो, आशिषको दिन दिनुभयो। त्यसैले शनिबार जहाँ जति काम छोडेर पनि परमेश्वरको राज्यमा जुट्न भने नछोड्नुहुन हार्दिक अनुरोध गर्दछु। सर्वशक्तिमान परमेश्वरलाई नमस्कार करोड करोड धन्यवाद दिन चाहन्छु। नमस्कार। त्यो माछाको दोष रहेछ कि त्यो पानीको दोष रहेछ? एकचोटि सबैले भनौँ त, पानीको। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। ममासी यहाँ आएर पनि यहाँ आएर वचन खाएर पनि, ईश्वरलाई जानेर पनि, ईश्वरको नजिक आएर पनि उद्धार भएन भने त्यो कसको दोष होला?
मान्छेको त ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसिएको नाउँमा। पिता भन्नुहुन्छ, हे मेरो सन्तान, तँलाई जोगाउनै नसक्ने गरेर मेरा हातहरू त्यति छोटा छैन। तैँले गरेका प्रार्थनाहरू सुन्नै नसक्ने त्यति मेरा कानहरू बाक्ला छैन। किनकि तैँले गरेको प्रार्थना मैले सुनेको हुनेछु र प्रार्थनाको जवाफ दिने हुनेछु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिनो करोड करोड धन्यवाद दिन चाहन्छु। म मसिनो त्यसैले सचेत रहनुहोस्, जागा रहनुहोस्। एकदमै हाम्रो पर्मिला म्यामलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। म मसिएको गुनाउमा यो मौका मिलाइदिनु भयो, निमन्त्रणा गरिदिनु भयो। म एकदमै मान्छु, म एकदमै सम्मान गर्छु। एकदम विवेक पुर्याउनुहुन्छ, एकदम विवेकशील लाग्छ मलाई। एकदमै ईश्वरसँग डर राख्नुहुन्छ। एकदमै उहाँले यतिलाई मात्रै भन्दैन, परसम्म देख्न सक्ने त्यो खुबी उहाँमा मैले पाउँछु। मैले एकदमै हापका साथ भन्नुपर्छ उहाँमा। म त्यस्तै परिस्थितिमा म आइपुगेको थिएँ उहाँहरूको साइडमा। तर त्यो समयमा उहाँले खेल्नुपर्ने भूमिका असाध्यै राम्रो थियो। पिता साँच्चै नै पिताबाट आएकै भूमिका थियो। मैले प्रशंसा गर्ने ठाउँ पाएको थिइनँ, आज ठाउँ पाएँ र भने यो मन जस्तो त्यो बेलाको मन छ त्यस्तै सदा 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 सर्वदा रहिरहोस्। सर्वशक्तिमान परमेश्वरलाई म मसिनो करोड करोड धन्यवाद दिन चाहन्छु। हाम्रो शाखा प्रमुख, शाखा उपप्रमुख हुनुहुन्छ, माल पाउनु भएको छ, चाल पाउनुहोस्। लिडरहरूलाई बन्धनमा कसैलाई बन्धनमा नराख्नुहोस्। जागिर खान आउनुभएको होइन, स्वतन्त्र भएर परमेश्वरको राज्यमा परमेश्वरको काम गर्न आउनुभएको छ। सम्मान गर्नुहोस्, माया गर्नुहोस्, प्रेम गर्नुहोस्। कहिलेकाहीँ लिडरहरूले तपाईँहरूलाई टाउको दुखाउन नि सक्नुहुन्छ। सन्तान छन् र दुखाउँछ भन्ने कन्सेप्ट राख्नुहोस्। नभएको भए कसले दुखाउँथे? छन्, दुखाउँछन्, बस यति मात्रै सोच्नुभयो भने तपाईँले ती सबै कुरा भुल्नुहुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिनो करोड करोड धन्यवाद दिन चाहन्छु। अनि आफ्नो शाखाका प्रमुखहरूलाई पनि प्रेम गर्नुहोस्। असाध्यै निर्दोष हुनुहुन्छ, निर्दोष रहनुहोस्। सबैमा यो चाहन्छु, यसरी नै प्रेम बढ्दै 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 जाओस्। हरेक शाखामा परमेश्वरको राज्य अझ थप बढ्दै मजबुत हुँदै जाओस्। सर्वशक्तिमान परमपिता परमेश्वरलाई मसिनो करोड करोड धन्यवाद दिन चाहन्छु। अस्ति हामी निकोसेराको शाखाको उद्घाटनमा थियौँ। हाम्रो प्रकाश सर, हाम्रो मेलिसा म्याम, उहाँहरूलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। उहाँहरू पनि मलाई असाध्यै निर्दोष लाग्छ। एकदमै अनन्तसम्म पछाडिसम्म हेर्न सक्ने हुनुहुन्छ उहाँहरू नै। त्यो दिनको फेलोसिपमा केही समय पानी आयो, तर त्यो चिसो पनि नभनिकन बस्नुभयो नि। मैले ईश्वरसँग, पिता त्यो भरको त्यो स्वर्गीय स्तरमा भएका त्यो आशिषहरू सबै उहाँहरूलाई खनाउनुहोस् है पिता भनेको छु। सम्पूर्ण आशिष जति त्यो चिसो पनि प्रवाह नगरिकन, पानीको पनि प्रवाह नगरिकन, नभन्दै त्यतिखेर 2-3 जना मलाई आउनुभएको थियो। कसैले आउनुभयो, सर मेरो छोराको नबनेको काम बन्यो। कसैले भन्नुभयो, सर मेरो एक हारमा पोलिरहन्थ्यो, मलाई पोल्न छोड्यो। सर मेरो आँखामा धमिलोपना आइरहन्थ्यो, मेरो आँखा क्लियर भयो। साँच्चै परमेश्वरले काम गर्नुभयो भन्नुभएको थियो होइन। यस्तो अवस्थामा पनि परमेश्वरमा अत्यन्त अहोरात्र खटिन हुने त्यो उहाँको लिडरहरूलाई पनि भरको आशिष तपाईँहरूमै रहोस् भन्दै सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिनो करोड करोड दिन चाहन्छु। त्यसैले समयले नेटो काटिसकेको छ। म्यामले मतिर हेरिरहनु भएको छ। पक्कै पनि सरले छोटो गर्दै हुन्थ्यो भन्ने मनसाय छ। पानी आउन सक्छ, त्यो राम्रो कुरा हो। म छुट्याउन लागिरहेको छु। ईश्वरको परिपूर्ण आशिष रहोस्, उन्नति रहोस्, प्रगति रहोस्। दुःख कष्ट दरिद्रताले कहिले पनि बास नपाओस्। तपाईँहरूका नाना नानी, काका काकी, मामा भाइ भति जो कोही पनि गर्दैछ भएर पढ्दैछ हुनुहुन्छ भने पनि परमेश्वर पिताको भरिपूर्ण आशिष रहोस्। तपाईँहरूका ती दुई आँखाबाट रोग र शोकका आँसु कहिल्यै नआओस् पिता, कहिल्यै नआओस्। आँसु आओस् त खुसीको आँसु आओस्।
खुसीको आँसु आओस्, त्यही खुसीको आँसु पनि भुइँसम्म खल्चिन नपाओस् पिता भन्दै म तपाईँबाट ओझल पर्न चाहन्छु। हस्त नमस्ते।